नमस्ते सम्पूर्णमा है लेट एके मेमोरियल फुटबल टुर्नामेन्ट 2025 अर्गनाइज बाई राइजिङ युथ क्लब गेल छधुरेद्वारा है यो जुनियर डिभिजनको चाहिँ फाइनलिस्टहरू हो देउराली एफसी भर्सेस है टिस्टाभेली है कालीटारको है। तपाईँले यो भिडियो एकदम अन्तिमसम्म हेरिदिनुहोस् होला है। मन परे लाइक कमेन्ट सेयर गरिदिनुहोस्। हस् भिडियोलाई इन्जोय गर्नुहोस् ल। यो अहिले फिलहाल चाहिँ यहाँ नानीहरू है ग्राउन्डमा मैदानमा उत्रिसक्यो है र म्याच पनि सुरु भयो है। पुरा म्याच तपाईँले इन्जोय गर्नुहोस् ल। र यहाँनिर भिडियोमा चाहिँ अलिकति के प्रब्लम भयो भनेदेखिको लाइट थिएन है, जेनेरेटर अन राखेको थियो, त्यसको एकदमै आवाज चाहिँ है घिनलाग्दो अलिकति भिडियोलाई चाहिँ डिस्टर्बै गरेको छ। र पनि इन्जोय गर्नुहोस् ल साथीभाइहरू। हामी आजको सभाध्यक्ष महोदय श्रीमान अमरसिंह थापाज्यूलाई पनि हामी यहाँबाट विनम्र अनुरोध गर्दछौँ। धन्यवाद। भर्खर मात्र देउरालीद्वारा एक गोल तपाईँहरू समक्षमा हारिसकेका छन् र 1-0 भएर म्याचको भिडन्त भइरहेको छ। यो भाइले त डुबायो नि। यो भाइले त डुबायो नि। डिफेन्स गर्न ओ मोटरगन्तीका जति पनि उठेका रकम हुन्छन् ती रकम पनि राइजिङ युथ क्लबले सामाजिक सेवामा नै लगाउनेछन् भन्ने उहाँले हजुरहरू समक्षमा त्यसको निम्ति नै मोटरगन्ती गरेका छन्। अथवा कुनै पनि सङ्घ संस्था अथवा कुनै पनि क्लब चलाउनको निम्ति मोटरगन्ती गरेका छन्। उक्त मोटरगन्ती हजुरहरू समक्षमा हाम्रा भलिन्टियर भाइहरू आउनुहुँदैछ र उक्छौँ हजुरलाई हाल्यो त्यो होइन पछाडि के बसिरहेको फेरि भाइ स्याला के भइरहेछ हाल्यो। यो अन्तिम गोल हो है यिनीहरूको है। 3 गोल गरेर देउराली एफसी चाहिँ विजय बन्न सक्षम बनेको छ। हस्त साथीभाइहरू।